हेलो एभ्रिवान, सबैजनालाई चाहिँ नमस्ते भन्न चाहे। आज चाहिँ म बुवा अनि मेरो हजुरआमा चाहिँ आज हामी बारीमा गएको थियौँ। बारीमा चाहिँ तरुल हन्टिङका लागि गएको थियौँ। अनि हाम्रो यहाँ ठुल्दाई पनि आउनुभयो। अनि ठुल्दाई म अनि बुवा भएर चाहिँ तरुल खन्न लाग्यौँ। यहाँ चाहिँ हामीले एक दुई ठाउँमा हेरौँ तरुल तरुल पहिला हेर्दा चाहिँ सजिलो होला खन्न जस्तो लागेर हामीले सुरु गरिहाल्यौँ। तर खन्दै जाँदाखेरि खनेको गरेर एकदम गाह्रो भयो हामीलाई। कहिले म खन्दै, कहिले ठुल्दाई खन्दै, पालैसँग खन्दै, म भिडियो गर्दै, तरुल खन्दै भिडियो गर्दै गऱ्यौँ। अनि एकदम हामीलाई चाहिँ धेरै बेर लाग्यो, जस्तै 2-3 घन्टै लाग्यो। अनि यो चाहिँ हाम्रो यो बारीबाट देखिने भ्यू हो, एकदम राम्रो भ्यू देखिन्छ। बुवा चाहिँ त्यहाँ घाँस काट बोक्दै हुनुहुन्छ। यो चाहिँ एकदम राम्रो भ्यू देखिन्छ। यतापट्टि पछाडि अगाडिपट्टि डाँडो, उतापट्टि डाँडो, अनि यतापट्टि चाहिँ बजारको भ्यू देखिन्छ। तर यो झाडीले छेक्या छ। अनि हामी चाहिँ यहाँ निरन्तर खनै छौँ। यहाँ कहिले कोदालोले खन्दै, कहिले गलले खन्दै, खनेको गरेर यति सानो तरुललाई पनि हामीले निकाल्नलाई धेरै बेर लाग्यो। चाहिँ रुखको जरामा अड्केको रहेछ। हामी चाहिँ खनै गरेर यहाँसम्म आइपुग्यौँ। अहिले पनि निरन्तर खनिरहेछौँ। अनि म चाहिँ चिलपारामा भिडियो गरेर खनेर अनि चिलपारा भिडियो गरेर यसरी देखाउँदैछु भने यहाँबाट फेरि पनि मैले चाहिँ हाम्रो यताको बारीको भ्यू देखाएँ। घाम लागिरहेको छ सिमसिम। बिहान चाहिँ घाम लागेको थिएन, अहिले चाहिँ मजाले घाम लागिरहेको थियो बारीमा हुँदा चाहिँ। त्यसपछि खनेर थके लागेको बेला फेरि भिडियो अन गरेर मोबाइल अन गरेर भिडियो गरेँ। अनि पछाडिको देखाएँ। अनि त्यसपछि खनिसकेपछि हामीले चाहिँ त्यहाँ रोप्यौँ। फेरि अर्कोचोटि अर्को वर्ष खन्नुपर्छ भनेर फेरि रोप्यौँ। आमाले चाहिँ त्यहाँ मल हाल्दै हुनुहुन्छ। अनि त्यसपछि चाहिँ खनेर हामीले 3 ठाउँ, यो चाहिँ पहिला खनेको ठाउँ हो, अनि उतापट्टि अनि यतापट्टि, अनि यहाँ चाहिँ हाम्रो बारी ठ्याक्क जोत्न र तोरी छर्नलाई एकदम रेडी बनाएर राखेको छ। अनि यो चाहिँ दामी अक्खा भ्यू, तर खेततिर सब तोरी देखिरहेको छ। अनि यो तल चाहिँ पारिपट्टिको बसियाहरू देखिरहेको छ भने एकदम दामी भ्यू देखिएको थियो। बिहान चाहिँ बादल लागे पनि दिउँसो चाहिँ घाम लागेर। अनि हामीले चाहिँ त्यो तरुल खनेर यहाँ जम्मा गरेर राख्यौँ त्यो थुन्चेमा। हाम्रोतिर चाहिँ यसलाई थुन्चे भन्छ, हजुरहरूकोतिर के भन्छ थुन्चेमा छ। तर एकदम ओइटिलो थियो। अनि हामीले बल्ल मेरो बुवाले बोक्नुभयो चाहिँ। अनि हामी चाहिँ तरुल खनेर अनि ठुल्दाले पनि झोलामा प्याक गरिदिएर अनि हामी चाहिँ घाँस बोकेर अनि यो भ्यू हेर्दै अनि एकदम रमाउँदै घाँस काटेर अनि भ्यू हेरेर रमाउँदै अनि लास्टमा यसरी एक भारी घाँस बोकेर घर ल्याइयो। आजको शनिबारको दिन घरमा यसरी बिताइयो। हजुरहरूको दिन कस्तो भयो? हाम्रो चाहिँ मेरो चाहिँ